बंगलादेशमा चुनाव सम्पन्न भयो। नेपालमा रुवाबासी चल्यो। पुराना दलहरूका केही कमरेडहरूले मिडियाहरूमा आएर ठुल्ठुला भाषण दिन थाले। उनीहरूले भन्न थाले बंगलादेशमा देश जलाउनेहरूको हार भयो, अब नेपालमा पनि देश जलाउनेहरूले हार बेहोर्नु पर्नेछ। अर्थात् नयाँ सबै दलहरूले देशलाई आगो लगाएका थिए भन्ने उनीहरूको तात्पर्य देखिन्छ सरल भाषामा सम्झिँदा। र यस्ता किसिमका सिद्धान्तविहीन वक्तव्यहरू दिइरहँदा उहाँहरू एउटा कुरा बिर्सदैछन्, बंगलादेशमा जब विद्यार्थीहरूले आन्दोलन गरेका थिए त्यति बेला सरकारमा थिए शेख हसिना। तर यो जब चुनाव गराइएको थियो, यो चुनावमा शेख हसिनाको पार्टी आवामी लीगलाई पूर्ण रूपमा वञ्चित गरिएको थियो। अर्को महत्त्वपूर्ण कुरा, शेख हसिना लगायत अरू थप नेताहरूलाई मृत्यु दण्डको सजाय सुनाइएको थियो एवं यसै गरी थुप्रै नेताहरूलाई जेलमा कोचिएको थियो। तर नेपालमा भने यो सब भएन। तिमीहरूले दिएको चोट, 17,000 को चोट, 76 जनाको चोट, निर्मला जस्ता चेलीहरूको चोट, विदेशिएका चेला चेलीहरूको चोटले तिमीहरूलाई अब जिन्दगीभरि पोल्नेछ। लाज नहुनेहरू आफूले गरेका भ्रष्टाचारहरू लुकाउन फेरि लाज पचाइ पचाइ चुनावमा लड्न आउँदैछन्। नेपाली मूर्ख र दास सम्झिने कम्युनिस्टको मुखुन्डो ओढेर सामन्तीहरू आज भोट माग्दै घर घर हिँडिरहेका छन्। आशा गरौँ यो दृश्य नेपाली जनताहरूले अब आउने चुनावहरूमा देख्नु नपरोस्। यी रूढिवादी र परम्परागत ठग राजनीति गर्ने नेताहरूको वाद विवाद तर्फ हामी नलागी हामी जान्ने प्रयास गर्नेछौँ बंगलादेशको सत्य कथा र नेपाल र बंगलादेश बीच के छ भिन्नता भन्ने विषयतर्फ। सन् 2024 मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलन तलबा तहरिक, जसलाई विश्वकै सबैभन्दा ठुलो जेनजी जेनेरेसन जेन जेड क्रान्तिले लगातार 2 महिनादेखि क्रमिक रूपमा आन्दोलन गरेर शेख हसिनाको शासनको अन्त्य गरेको थियो। 2024 मा युवा विद्यार्थीहरूको नेतृत्वमा भएको सफल आन्दोलनले तत्कालीन सरकारको अन्त्य गरियो। जब आन्दोलनमा महिलाहरू पनि पुरुष सँगसँगै काँधमा काँध मिलाएर सडकमा उत्रिएका थिए, आन्दोलनको तीव्र दबावका कारण प्रधानमन्त्री शेख हसिना र उनको पार्टी आवामी लीगका धेरै नेताहरू देश छोडेर भाग्न बाध्य भएका थिए। देश नछोड्ने आवामी लीगका धेरै दशौं नेताहरूलाई हिरासतमा लिइयो र जेल चलान गरियो। हसिनाको पतनपछि देशमा एउटा नयाँ युगको सुरुवात भएको मानियो र आन्दोलनकारी विद्यार्थी नेताहरूले अन्तरिम सरकारमा महत्त्वपूर्ण पदहरू सम्हालेर बसेका थिए। यसरी दशकौंदेखि सत्तामा रहेकी शेख हसिनाको शासनलाई युवा पुस्ताको सामूहिक शक्ति र सडक प्रदर्शनले पूर्ण रूपमा उल्टाइदिएको थियो। यसरी सत्ता ढाल्ने युवाहरूको क्रान्ति सफल भए पनि त्यसपछिको राजनीतिक व्यवस्थापन र युवाहरूको नयाँ दल नेशनल सिटिजन पार्टी निर्माणमा भने जेन जी अथवा नयाँ युवाहरूमा अनुभवको कमी र आन्तरिक विभाजन तथा चुनौतीहरू देखिए। भर्खरै उदाएको एनसीपी पार्टीले निर्वाचनका लागि जमात ए इस्लामीसँग गठबन्धन गरेपछि एनसीपीलाई दिइएको 30 जना उम्मेदवारहरू मध्ये केवल 2 जना मात्र महिला समावेश थिए। अझ यो गठबन्धनको मुख्य दल जमात ए इस्लामी का 200 भन्दा बढी उम्मेदवारहरूमा 1 जना पनि महिला थिएनन्। नेशनल सिटिजन पार्टी एनसीपीले जमाते इस्लामी पार्टीसँग चुनावी गठबन्धन गरेकाले पनि एनसीपी पार्टीभित्र र बाहिर विभिन्न महत्त्वपूर्ण प्रभाव र परिणामहरू देखिन थालियो। यस गठबन्धनले गर्दा एनसीपी भित्र ठूलो विभाजन देखियो। यसरी आन्तरिक विभाजनमा महिला सहभागिता र नेतृत्वको अभावले निर्णायक भूमिका खेलियो। यो एकदमै ठूलो कारणले नेशनल सिटिजन पार्टी अर्थात् एनसीपीले चुनावमा हार बेहोर्नु पर्यो। एनसीपी का कार्यकर्ताहरूले यस स्थितिलाई अन्यायी ठहर गरे। उनीहरूको तर्क थियो कि जब क्रान्ति र आन्दोलनमा महिलाहरू पुरुषहरूसँग काँधमा काँध मिलाएर सडकमा उत्रिएका थिए तब नेतृत्व र चुनावी प्रतिनिधित्वमा उनीहरूलाई किन उचित स्थान दिइएन। नेतृत्वमा स्थान नपाएपछि र पार्टीको विभेदको नीतिबाट असन्तुष्ट भएर एनसीपी का धेरै महिला सदस्यहरूले पार्टीबाट राजीनामा दिएका थिए। महिलाहरूको यो सामूहिक राजीनामा र असन्तुष्टिले गर्दा पार्टीभित्र विभाजन र फुट देखियो। यसले गर्दा पार्टीले जुन जनविश्वास र एकताका साथ अघि बढ्ने अपेक्षा गरेको थियो त्यसमा ठूलो धक्का लाग्न पुग्यो। तसर्थ आन्दोलनमा सक्रिय भूमिका खेलेका महिलाहरूलाई राजनीतिक प्रतिनिधित्व र नेतृत्वमा उपेक्षा गर्नु नै एनसीपी को कमजोर हुनु र यसको पतनतर्फ लाग्नुको एउटा मुख्य कारण थियो। यसरी दुई पार्टीहरूको गठबन्धनपछि असन्तुष्ट भएका युवाहरूले
बीएनपी पार्टीलाई सपोर्ट गरेर मत दिएको कुरा स्पष्ट भयो, किनकि यो गठबन्धनका बावजुद विपक्षी दल बङ्गलादेश नेसनल पार्टी बीएनपी को स्थिति झन मजबुत देखिएर गएको थियो। यो चुनावमा शेख हसिना पार्टी फेरि अर्को कारण थियो। यो चुनावमा शेख हसिनाको पार्टी आवामी लीग, जुन पार्टीलाई बङ्गलादेशको सबैभन्दा ठुलो पार्टी भनेर चिनिन्छ, त्यही पार्टीलाई चुनावमा वञ्चित गरिएको थियो। फेरि मैले अघि नै भनेको एउटा कारण थियो, चुनावमा शेख हसिनाको पार्टी आवामी लीग, जुन पार्टीलाई बङ्गलादेशको सबैभन्दा ठुलो पार्टी भनेर चिनिन्छ, त्यही पार्टीलाई चुनावमा वञ्चित गरिएको थियो। हो, यही चुनावमा वञ्चित गरेका कारणले बीएनपीले शेख हसिनाको आवामी लीगका पुराना समर्थकहरूको सहानुभूति र भोट समेत आरामले पाउन सफल भयो, किनभने नयाँ बनेको नेसनल सिटिजन पार्टी एनसीपीमा देखिएको अनुभवको कमी र यसको आन्तरिक विभाजनले गर्दा पुराना मतदाताहरूसित एक स्थापित शक्तिको रूपमा खडा रहेको पार्टी बीएनपी नै अर्को मुख्य अप्सन थियो। एनसीपी को हारको अर्को कारण थियो, एनसीपीले आफ्नो प्रभाव जमाउन समय लगायो र एनसीपी का नेताहरूमा राजनीतिक अनुभवको कमी थियो। यस कारण पनि एनसीपीले जमाते इस्लामी पार्टीसँग यो गठबन्धन गर्नु परेको थियो, जसले गर्दा जनताहरूमा उनीहरू प्रतिको अपेक्षा र भरोसा कमजोर हुँदै गयो। संक्षेपमा यो गठबन्धनले एनसीपीलाई राजनीतिक रूपमा स्थापित गर्नुको सट्टा आन्तरिक कलह, महिलाहरूको पलायन र विभाजनतर्फ धकेलेको देखियो। शेख हसिनाको आवामी लीगका पुराना समर्थकहरूले बीएनपी बङ्गलादेश नेसनल पार्टीलाई समर्थन गर्ने सम्भावना बढ्नुको पछाडि मुख्य कारण बीएनपी को मजबुत राजनीतिक स्थिति हो। शेख हसिनाको शासनको अन्त्यलाई उनीहरूले बङ्गलादेशको लागि एउटा नयाँ युगको सुरुवातको रूपमा हेरेका थिए। लामो समयदेखि बङ्गलादेशमा दुईवटा राजनैतिक दलहरू आवामी लीग र बीएनपी को मात्रै हुकुमत र एकाधिकार थियो। यसबाट उत्पन्न भएका समस्या र कठिनाइहरूलाई हटाएर एउटा वैकल्पिक र नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उनीहरूको लक्ष्य थियो। विद्यार्थीहरू जुन सपना र आदर्शका लागि सडकमा उत्रिएका थिए, तिनै मूल्य मान्यताहरूमा आधारित रहेर देशको पुनर्संरचना गर्ने उनीहरूको मुख्य योजना थियो। उनीहरूले एउटा यस्तो व्यवस्थाको परिकल्पना गरेका थिए जहाँ युवाहरूको जमात नेसनल सिटिजन पार्टी भविष्यको प्रशासनमा सबैभन्दा महत्त्वपूर्ण मेरुदण्ड र भूमिकामा हुनेछ। तर अन्ततः चुनाव सम्पन्न भयो, तर नयाँ युवाहरूमा राजनीतिक अनुभवको कमीका कारण उनीहरूको सपना, एजेन्डा अनि आन्दोलनको लक्ष्य र जनताहरूको अपेक्षा अनुरूप देशलाई पूर्ण रूपमा बदल्न भने असफल हुन पुगे। यहाँसम्म बङ्गलादेशको कथा सुनिसकेपछि मित्रहरू, अब हामीले नेपालमा हेर्यौं भने नेपाल र बङ्गलादेशको राजनीतिक र घटनाक्रमहरू आकाश र जमिन बीचको फरक छ। नेपालको सन्दर्भमा पहिलो नम्बरमा नयाँ दलहरूमा कुनै पनि दलहरूले पुराना दलहरूसित साटगाट गरेको छैन, अर्थात् गठबन्धन गरेको छैन। यस आधारले नेपालको विषय नै फरक देखिन्छ। अर्को फरक छ, नेपाल देशका नागरिक अर्थात् नेपालीहरूलाई बङ्गलादेशीहरूसित तुलना गर्न मिल्दैन र अहिलेका नयाँ दलहरूमा जति पनि लिड गर्ने नेताहरू छन् सबै परिपक्व छन् र राजनीतिकमा माहिर छन्। जुन पार्टीले जिते पनि अहिले हरेक नेपालीहरूमा नयाँहरूले जित्नुपर्छ भन्ने मनसाय छ। तसर्थ यो सबै कारणहरूले गर्दा नेपाल र बङ्गलादेशको राजनीतिक प्याटर्न एकदमै फरक छ। मित्रहरू, यसमा पुराना दलहरूले छाती फुलाउन मूर्खता हुनेछ भने नयाँहरूले पनि हरेस खानुपर्ने उचित देखिँदैन। बाँकी कुराहरू अब आउँदै गरेको चुनावले निर्णय गर्नेछ। मेरो चाहिँ यसमा एउटै भनाइ रहनेछ, धेरै पार्टीहरू आउँछन्, धेरै पार्टीहरू जान्छन् र हाम्रो नेपाल देश भने सूर्य र चन्द्रमा रहउन्जेलसम्म रहिरहनुपर्छ।